अ, नमस्ते। मेरो नाम चाहिँ शरद जेसी, म जनस्वास्थ्य कर्मी र आज विशेष गरेर चाहिँ मैले यो बिएमआई उचाइ अनुसारको चाहिँ तौल कस्तो छ भन्ने बारेबाट चाहिँ छोटो तपाईँहरूलाई चाहिँ जानकारी दिन लागिरहेको छु। र हामीले चाहिँ यो बिएमआई बडी मास इन्डेक्स भनेर चाहिँ धेरैले सुनिराख्नु भएको छ र इन्टरनेसनली युज गर्ने चाहिँ एउटा इन्डेक्स हो। र यो चाहिँ खास गरेर मोटोपना छ कि नै अथवा शरीरको तौल चाहिँ उचाइ अनुसारको तौल कस्तो छ भनेर चाहिँ मेजर गरिन्छ र यसलाई चाहिँ अर्को टर्ममा युज गर्दा चाहिँ क्विकलेट्स इन्डेक्स पनि भन्छ होइन। तर त्यो वर्ड चाहिँ त्यति युज हुँदैन, बिएमआई भनेर चाहिँ यो फेमस छ। र यो भनेको नर्मली यसलाई क्यालकुलेसन पनि गर्नुपर्ने हुन्छ, क्यालकुलेसन गर्न जान्नुपर्छ। र अर्को सिम्पल भनेको चाहिँ ब्रोका इन्डेक्स भनेर पनि छ। त्यो ब्रोका इन्डेक्स चाहिँ लेम्यान जस्तै सामान्य व्यक्तिहरूले पनि, समुदायमा बस्ने व्यक्तिहरूले पनि त्यो चाहिँ निकाल्न सक्नुहुन्छ। त्यसको बारेबाट पनि मैले बताउने छु। दुईवटा चाहिँ आज तपाईँहरूलाई चाहिँ कसरी गर्ने भन्ने कुरा चाहिँ बताउँछु। हामी मेजर गर्दैछौँ भने चाहिँ राइट वेमा, राइट तरिकाले क्वालिटी दिनु पऱ्यो। क्वान्टिटीमा फोकस हुनुभन्दा पनि क्वालिटीमा चाहिँ फोकस हुनुपर्छ। र त्यसको लागि चाहिँ कसरी मेजर गर्ने भन्ने कुरा चाहिँ म सिकाउँछु र हजुरहरूले चाहिँ कसरी गर्ने भन्ने कुरा चाहिँ हामी अब स्टेप वाइज चाहिँ म देखाउन चाहन्छु। त्यसको लागि चाहिँ हामी अब स्टेडियोमिटर र वेट मेसिनतर्फ चाहिँ जान्छौँ। र यो चाहिँ हामीसँग चाहिँ दुईवटा बिएमआई मेजर गर्दाखेरि चाहिँ हामीसँग दुईवटा इन्स्ट्रुमेन्ट चाहिँ हुनुपर्छ। एउटा भनेको चाहिँ स्टेडियोमिटर जुनले चाहिँ यो हाइट चाहिँ मेजर गर्छ र अर्को भनेको चाहिँ हामीलाई चाहिन्छ अर्को भनेको वेट मेसिन। दुईवटा चाहिँ हामीलाई चाहिँ एकदम निड हुन्छ, इन्स्ट्रुमेन्ट चाहिँ दुईवटा निड हुन्छ। यो यहाँ देख्न सकिन्छ कति स्टेडियोमिटरमा चाहिँ वेट मेसिन राखेर गर्ने पनि हुन्छ, जुन चाहिँ हामीले त्यसको लागि चाहिँ कन्फर्म गर्नुपर्छ। त्यो कन्फर्म गर्नको लागि चाहिँ यहाँ देख्न सक्नुहुन्छ यहाँ 20 सेन्टिमिटरबाट सुरु छ र यो हामी मेजर गरिसकेका छौँ। यो बेसदेखि यो जुन यहाँ देखिएको छ योदेखि योसम्मको चाहिँ 20 सेन्टिमिटरै छ। यो मेजर गरेर यसमा चाहिँ वेट मेसिन राख्न निड चाहिँ छैन है, राख्नु हुँदैन। राख्यो भने चाहिँ फल्ट रिजल्ट चाहिँ यसले दिन्छ। र कुनै स्टेडियोमिटरमा चाहिँ सँगै वेट मेसिन राखेर पनि गर्ने चाहिँ हुन्छ। त्यसको लागि पनि कन्फर्म गर्नुपर्छ, त्यसको स्टेडियोमिटर हेरेर र त्यो कसरी मेजर गरेछ त्यसको सेन्टिमिटर चाहिँ राइट छ कि नै चाहिँ त्यो चाहिँ हेर्नुपर्छ। र अब भने चाहिँ हामी कसरी मेजर गर्ने र हाइट कसरी लिने भन्ने कुरा चाहिँ सिकाउन गइरहेको छु। त्यसको लागि चाहिँ हामीले चाहिँ एकजना साथीलाई चाहिँ बोलाउँछौँ यहाँ। अब हामीले चाहिँ यो खुट्टामा लगाएको जुत्ताहरू यदि हेभी कपडाहरू अलिकन बाक्लो कपडा कोटहरू अथवा हुन्छ नि त्योसँग त्यो पनि निकाल्न लगाउनु पर्ने हुन्छ। किनभने चाहिँ यहाँ चारवटा पार्टले चाहिँ टच गरेको हुनुपर्छ। त्यो पनि अहिले एकछिनमा कुरा गर्छौँ। र हजुरलाई चाहिँ म जुत्ता निकाल्न लगाएँ अनि हामीले अझ सक्स पनि निकाल्ने भन्छ है, सक्स पनि निकाल्न लगाउँछु म एकछिनलाई। जुत्ता पनि निकालिएको छ, सक्स पनि निकालिसक्यो। अब उहाँको त्यस्तो बाक्लो कपडाहरू छैन, त्यो भएर चाहिँ अब हामी चाहिँ मेजर गर्न गइरहेको छौँ है। र आउनु सोध्दैन। र हामी यो मेजर गर्ने क्रममा चाहिँ चारवटा कुराहरू चाहिँ ख्याल गर्नुपर्ने हुन्छ। चारवटा कुरा भनेको चाहिँ पहिला भनेको चाहिँ हाम्रो तलको चाहिँ फिटको चाहिँ यो पछाडिपट्टिको यो हिल छ नि, यहाँ देखाउनुहोस् अगाडि, यहाँ जुम गरिदिनु साइडमै, यहाँ जुम भएको छ। यो हिलले चाहिँ यो टच गरेको हुनुपर्छ पछाडिपट्टिको ब्याकलाई। खुट्टा चाहिँ स्ट्रेट हुनुपर्छ, स्ट्रेट गराउनु, स्ट्रेट भयो। एउटा यो पार्टले टच गरेको हुनुपर्छ। एउटा भनेको यो बटक्सले चाहिँ यहाँ टच भएको छ, यहाँ देख्न सक्नुहुन्छ, जुम गरिदिनु यहाँसम्म। ओके। र अर्को भनेको चाहिँ सोल्जर ब्लेड भन्छ होइन, यो दुईवटा चाहिँ सोल्जर ब्लेड हो, सोल्जर ब्लेड। यो सोल्जर ब्लेडले चाहिँ यो पछाडिपट्टिको यो जुन स्टेडियोमिटर छ यसलाई चाहिँ टच गरेको हुनुपर्छ। र अर्को भनेको यो हेड, यो हेडको चाहिँ यो पार्टले चाहिँ यो पछाडि टच गरेको हुनु पर्यो। यो चाहिँ भन्ने कुरा पनि आइसक्यो। यो हेर्दाखेरि चाहिँ दुईवटा चाहिँ यो लाइनदेखि लिएर यो लाइन चाहिँ स्ट्रेट हुनु पर्यो। भनेपछि अगाडि हेर्नुहोस्, आईले चाहिँ अगाडि हेरेको हुनुपर्छ, सिधा फरवार्ड हुनु पर्यो, फरवार्ड। अनि यो लाइन चाहिँ यो आईको यो लेभलदेखि चाहिँ यो लोवर आईको यो लिडसम्म छ, यहाँसम्म चाहिँ यो पनि स्ट्रेट हुनुपर्छ है। यो दुईवटा यो पनि ख्याल गर्नुपर्छ। चारवटा पोइन्टले टच भएको छ, 1 2 3 र तल हेरेर चाहिँ चारवटामा चाहिँ टच भएको चाहिँ हुनु पर्यो। अहिले उहाँको चाहिँ चारवटा ठाउँमा टच भइसकेको छ। अब हामी चाहिँ बल्ल मेजर गर्न चाहिँ सुरु गर्छौँ। यहाँ नजिक ल्याइदिनुहोस्। यहाँबाट हेर्नुभयो भने चाहिँ तलबाट लगायो भने चाहिँ
161 देखिन्छ यसरी तलबाट हेऱ्यो भने। र अब यसरी हेऱ्यो भने 161 देखियो। अब यहाँबाट स्ट्रेट हेऱ्यो भने चाहिँ 161 पुग्न चाहिँ 1 mm चाहिँ बाँकी छ यहाँसिम। र फेरि माथिबाट हेऱ्यो भने फरक पर्न गएको छ। हेर्नुहोस् त यहीँ देख्नुहुन्छ 160.5 देखियो यहाँ माथिबाट। त्यो भएर जहिले पनि आई लेभलबाट हेऱ्यो भने चाहिँ त्यो मेजर गर्न चाहिँ सहज हुन्छ। त्यो भएर अब हामीले चाहिँ रिड गर्न गइरहेको छौँ। अगाडि हेर्नु, सिधा अगाडि हेर्नु, अगाडि भनेपछि अहिले उहाँको हेऱ्यो भने चाहिँ 160.9 सेन्टिमिटर चाहिँ यहाँ देखिएको चाहिँ छ। 160 0मा आउनुपर्छ जहिले पनि वेट लिनुभन्दा पहिला चाहिँ 0मा। अब यहाँ 0 आयो, अब यो रेडी छ, वेट लिनको लागि चाहिँ रेडी भएको छ। र आउनुहोस् चढ्नुमाथि। यसमा नि स्ट्रेट हुनुपर्छ, स्ट्रेट अगाडि हेरेको हुनु पर्यो। र यसमा त डिजिटल भएको हुनाले चाहिँ सिधा, कुनैमा चाहिँ स्केलवाला हुन्छ, त्यो स्केलहरूमा चाहिँ हामीले चाहिँ हेर्नुपर्ने त्यो आईको सिधा हुनुपर्छ भने चाहिँ यसमा डिजिटल भएको हुनाले चाहिँ अलरेडी नम्बरमा चाहिँ यहाँ देखाइरहेको छ 65.95 यहाँ देखाइदिनुहोस्। 65.95 चाहिँ उहाँको चाहिँ वेट रहेको छ। अब हामी बिएमआई चाहिँ कसरी निकाल्ने भन्ने कुरा चाहिँ मैले तपाईँहरूलाई चाहिँ देखाइसकेको छु। तपाईँले हेर्नुभयो होला कसरी क्यालकुलेसन गर्ने भन्ने कुरा, र त्यसको नर्मल रेन्जहरू पनि मैले राखिदिएको छु यहाँ। यो चाहिँ हेर्नु होला हजुरहरूले। र अब भने चाहिँ मैले ब्रोका इन्डेक्स भनेर छ, लेमेनहरूले साधारण मान्छेहरूले चाहिँ कसरी आफ्नो आइडियल वेट चाहिँ कति हुनुपर्छ, सामान्य तौल चाहिँ कति हुनुपर्छ भनेर निकाल्न सकिन्छ। त्यसको लागि चाहिँ हाइट चाहिँ लिनै पर्छ है। त्यसमा चाहिँ वेट चाहिँ त्यति डिपेन्डेन्ट हुँदैन, इन्डिपेन्डेन्ट हुन्छ भने चाहिँ यसमा मेन भनेको चाहिँ हाइट चाहिँ मेजर गर्नुपर्ने हुन्छ। र त्यो हाइट मेजर गऱ्यो भने र त्यो हाइटको चाहिँ तपाईँको हाइटको चाहिँ जति आएको छ त्यसमा 100 माइनस, यो भनेको एडल्टको लागि हो है, फेरि वयस्कको लागि चाहिँ युज हुन्छ। 100 माइनस गरेर जति तपाईँको हाइटको त्यो सेन्टिमिटर, हाइट इन सेन्टिमिटर भन्छ है, सेन्टिमिटरमा चाहिँ तपाईँको चाहिँ हाइट मेजर गर्नुहुन्छ। त्यो मेजर गरेको हाइटमा 100 माइनस गरेर जुन आउँछ नि, जति नम्बर आउँछ त्यो भनेको तपाईँको चाहिँ आइडियल वेट, त्यति चाहिँ हुनुपर्छ नर्मल वेट भन्छ। यो भनेको सामान्य हामी चाहिँ सामान्य व्यक्तिहरूले चाहिँ सजिलै निकाल्न सक्ने एउटा चाहिँ फर्मुला। आशा छ आगामी दिनमा चाहिँ राइट तरिकाले चाहिँ बिएमआई निकाल्नु नै छ र निकाली पनि राख्नु भएको छ कतिले त। हस् त, धन्यवाद।